We have a guest. Here comes Sachin, aka Cosmos. Hello everyone, namaste. के छ त Sachin? खाना सकिन्छ त यो खाना? खाना म त सक्छु, तिम्रो त थाहा भएन, म त सक्छु. छिटो. You think you can beat me? I know, I can. Right guys, this is my 50 and that is 150. साह्रै मिठो छ त. खुर्सानीको बाइट हाल्दै. Hey Foodie fam, welcome back to another episode of the Foodie Demon. Today we have a guest. Here comes Sachin, aka Cosmos. Hello everyone, namaste. Hey Sachin, how are you? I'm good, how are you? Yeah, I'm very good, thank you. Today this video is going to be in Nepali. किनभने यो मन त मेरो नेपाली हो. अनि आजको यो भिडियो रहेको छ छिटो छरितो सस्तो मिठो नेपाली खाना सेट जसमा रहेको छ राइस चिल्ली गाजर टिमुरको छोप अनि आलु काउली त्यसपछि यो चाहिँ आलु भुजिया अनि यो करेला फ्राई अनि त्यसपछि यो मिक्स अचार अनि त्यसपछि हामीसँग मटनको ग्रेभी छ. अनि म आज एउटा भिडियो हेरिरहेको थिएँ अनि त्यसपछि he came up to me अनि उसले ल च्यालेन्ज गरौँ त आज खाना यो मटन करीसँग कसले जिताउँछ कसले चाँडो खान्छ भनेर. अनि च्यालेन्ज गरिसकेपछि त अब म भइहालेँ. फुर्ती लाउँदै. अनि के छ त सचिन, खाना सकिन्छ त यो खाना? खाना म त सक्छु, तिम्रो त थाहा भएन, म त सक्छु. खाना त सक्छौ तिमी, हन्तकाली नै हौ हैन, तर कसले छिटो खान्छ भन्ने छ. छिटो. You think you can beat me? I know I can beat you. Let's see how it goes. अब च्यालेन्जको कुरा आइसकेपछि त पैसाकै खेलौँ न. Right, that's interesting. Okay, कति हाल्ने? 50 हालौँ न. 50 मेरो 50 तिम्रो. ल 50 जाओस् न. अलि बढाउने कि? 50 ठिक छ अहिले. No problem. Right guys, this is my 50 and that is 150. ल यो पैसा पाउनलाई चाहिँ हेराफेरीको जस्तो 21 दिन लाग्दैन पैसा डबल हुनलाई. खाना खानी पैसा डबल गराउने घर जाने. त्यो मसँग जाने. पछि गएर रुन पाइदैन नि फेरि. त्यो मसँगै जाने हो. I know यो चाहिँ हुन्छ है, यो फिक्स यो चाहिँ हुन्छ. खाना खुर्सानीले त रुन्छ जस्तो लाग्छ मलाई, अरु त हैन. Alright, let's start guys. Hope you enjoy the video and make sure you don't forget to like, share and subscribe. Alright guys, let's dig in. यो चाहिँ हाम्रो खसीको मासु. हेर्दै खाम छ त हो. कति मिठो यो, हेर्दै मिठो. कसले बनाएको पुग्छ र मलाई यो. राइट. ल अब चाहिँ हामी सुरु गरौँ है. लाई चाहिँ म एकैचोटी हाल्दिन्छु. मेरो पनि प्लानै त्यही छ. यो पुरै भ्याउनै पर्छ हामीले. Look at that. That's it. Let's start. I know you're gonna lose. तर पनि केही छैन. म त्यो त लास्ट अन्तिममा थाहा हुन्छ नि. सबै कुरा खान्छु जस्तो छ. के खाम म सुरुको बाइटमा? सबै हाल्छु, एउटा बाइट बनाउँछु. म त सबै खान्छु एकैचोटी बाइट. यो बाइट. नाइस वन. चनलाई साइड लाम. दामी. कसले बनाएको यस्तो मिठो? साह्रै मिठो छ त. खुर्सानीको बाइट हाल्दै गाइस. मलाई जित्ने चाहिँ हैन है भाइ. यस्तो च्यालेन्ज जहिले गर्नु पर्ला जस्तो लाग्यो तिमीसँग. फेरि तिमी जहिले 50 मा पनि हार्ने त. तपाईहरुलाई के लाग्छ कसले जित्ला जस्तो? म भनेको साह्रै नै हन्ते हो.
तिमी जित्नु सक्दैनौ तिमीले च्यालेन्ज गर्नु भनेको पैसा धेरै भएर हो तिमीलाई अब च्यालेन्ज गर्ने भनेको मिठो खानको लागि रहेछ भन्छु बुझिसकेँ मैले आज मेरो मुख अघि नै पुरा त्यो बलुन जस्तो भएको थियो त्यति खाना कोचाएको थिएँ मैले मुखभित्र जतिको लास्ट बोल्न गाह्रो भएको थियो अनि तिमी हार्ने नै हो भाइ मटन चाहिँ मटनै हो यो साह्रै मिठो है सेफको जति तारिफ गरे पनि कसले बनाएको हो यो है जति तारिफ गरे पनि कम छ साह्रै पिरो खुर्सानी रहेछ त खुर्सानी पिरो भन्छौ तिमी मैले भ्याइसकेँ एउटा सबै मिठो छ यो खानाको अनेस्टली हामीसँग ड्रिङ्क पनि छ पेप्सी म्याक्स गाइज दाजुको जहिले खाना खाने यति नै हो क्या अरे यो सकाउन लागिसक्यो जस्तो लाग्छ मलाई त डर लाग्यो म त सक्छु तिम्रो त थाहा भएन तिमीले च्यालेन्ज गर्नु तिम्रो भुल थियो हो तिमीले नि भ्याउनु आएछ ल अलि धेरै पैसा हाल्नु पर्थ्यो नि तिमीले पैसा सुरुवातको लागि यो ठिक छ हड्डी त चबाउनु सकिँदैन त्यही भएर खानुपर्छ नत्र यो हड्डी पनि खाइदिनु त्यति नै मिठो छ यो मासु चाहिँ हड्डीलाई धुनुभएको ठाउँ अलिकति घटाम होइन हड्डीबाट पनि मासु पनि छुट्टाम फेरि हड्डीको आवाज सुन्न सक्नुहुन्छ हजुर मासु फालेर चाहिँ हड्डी भन्छस् मासु कहाँ फाल्नु मासु त चोप्टा चोप्टा छुट्टा राखेँ साह्रै नै चिट गर्छ है यसले चाहिँ तपाईँहरू यसलाई हेरेर मैले चाहिँ हेर्नु मिलेन मैले हेर्नु थालेँ भने जित्छ उसले साँच्चै गाइज हामीले तारिफ गरेर होइन सबै नै यस्तो मिठो खाना मन लाग्यो गाइज आउनु नर्थ एन्टमा आउनु टिकट पठाइदियो भने सबै आइहाल्छ नि पनि पठाउँदा त्यो हरियाणा जस्तो छ त सोध्दै अनि त्यसै देखिरहेको छु अब मलाई जित्ने चाहिँ होइन है भाइ गाजर
कस्तो मिठो मासु क्या हार्नेले 100 लाने भनेको जित्नेले जित्नेले नि ए म त्यही भएर बिस्तारै खाइरहेको थिएँ गाइज मलाई थाहा थिएन मलाई च्यालेन्ज चाहिँ हार्नेले जस्तो लाग्थ्यो ए यो हारेपछि त्यही त हो नि अब च्यालेन्जको कुरा आइसकेपछि त पैसाकै खेल न त्यही भएर च्यालेन्ज गर्नुभन्दा अगाडि कोसँग नाच्छु भनेर हेर्नुपर्छ ओके सोचेर बुझेर मात्रै गर्ने कुरा गएन त 50 पाउन्ड 5 घन्टाको मेहनत अझै गएको छैन अझै आश छ मलाई भाइ तिम्रो आश तिमी नै राख यो बिहा चाहिँ म खाँदिनँ है केही फाल्न पाइन्न है त्यो खाएर होइन हड्डी र बिहा हो पेट त भरिँदै गयो त धेरै खाने भएको म थप्न पनि रेडी छु अब छिटो खाने भएर हल्का सेलाएँ म के हो भ्याकुम क्लिनर राखेको क्या तल सोरेको त यार एकछिन तिमी खाऊ नि यार तिमी त हन्ते थियौ त म त आराम गरेर खाँदा नि हुन्छ बाबु खराएको कहाँ खाने होला नि फेरि खाऊ न खाऊ अचार खाऊ न के च्यालेन्ज गरे खाऊ बिस्तारै कछुवा चाल गर्दा पनि हुन्छ तिमी त्यही भ्याउने गर्दा सुरु म 2 प्लेट भ्याउँछु जस्तो साथी 2 प्लेटको गरौँ न त च्यालेन्ज तिमी त्यो त भ्याउँदैन जस्तो यो मिक्स अचारसँग चाहिँ साह्रै दामी अनि त्यो टिमुरको छोप ओ माई गुडनेस केही शब्दै छैन क्या त्यसको लागि यति मिठो छ गाइस खाना साँच्चै जो बिहा हो सबै कुरा जे थियो थालमा ए मिठो लागेको छ नि त्यही भएर अहिलेसम्म आधा पनि भएको छैन यो मोर देन आधा हो गाइस तिमीले बेजत गर्यो यार कसम खाइरहेको छु म समय लिँदा खाइरहेको छु मैले अलिकति मैदानमा उत्रिएँ म होइन च्यालेन्ज गर्छु छिटो खाना तर यो अर्को कुरो यो बिहानबाट केही नखाएर बस्छ मान्छे होइन होइन बिहानबाट उयो केही खाएको छैन मैले बिहानबाट मैले धेरै चिज खाएँ मैले भात पनि खाएको थिएँ दिउँसो एकचोटि तैपनि होइन त्यही भएर नेभर च्यालेन्ज फुडी डिमन त्यसै मैले डिमन राखेको होइन बुझ्यो थाहा पाउनु थाहा पाएँ तर यहाँ गल्ती सबै मासुको छ क्या मैले एउटा बाइट लिएँ त्यसपछि मलाई मिठास लिएर बिस्तारै खान मन लाग्यो कि छिटो सकेरमा दिमागमै आएन त्यो होइन नि त केटो हाम्रो च्यालेन्ज के थियो विच कैन फिनिस इट फर्स्ट त्यही भएर तिमीले हार्यौ अब सिद्धिहाल्यो अझै खान्थेँ म के गर्नु मजा आ गया अरे भाइ ल मैले खाएको मैले त नि मैले बिस्तारै बिस्तारै खाइरहेको थिएँ पनि उसले कति पछि सिधाउँछ हेरौँ आई डोन्ट थिङ्क इज गोना फिनिस द्याट इदर त मैले लिन्छु गाई तर सकाउनु चाहिँ भात भए पनि तिम्रो मासु चाहिँ लाग्दैन मलाई मैले चाहिँ सबै सिधाएको just had some hottie left here which I'm not gonna eat बच्चा केटाकेटी आए गुलेली खेला ए मचाङ राखो सत्यानाश
भनेको यही हो भाइ त फुडी नाम मलाई चाहिँ डर लागिरहेको थियो अहिले किनभने उसले बिहानदेखि केही खाइरहेको थिएन उनी खाने मान्छे कडै खान्छ हल्का फुल्का डर लागिरहेको थियो के म भनेको म बिर्स्यो अलि नाम च्यानलको नाम फुडी डिमन राख्ने मान्छे चाहिँ त्यो सोचेर राखेको हुन्छ भनेर सोच्नु पर्ने रहेछ अलि तिम्रोमा आइस च्यालेन्ज खानु पर्ने आइस चबाउने त्यसमा चाहिँ आइस चबाउने भिडियो हेर्न मन छ भने एउटा सर्ट्स हामीहरू हालिदिन्छौँ उसले आइस चबाएको यसरी आइस चबाउँछ कि त्यो अझै हेर्नुहोस् कमेन्ट गर्नुहोस् हेर्नु मन छ भने हामीहरू सर्ट्स अपलोड गर्छौँ उसको अब भिडियोको टाइटल चाहिँ अब आइस च्युइङ भन्ने हुन्छ कमेडी हुन्छ हुन त छिटो खाऊ न अब तिमीले बेजतै गर्यो यार कसम मैले मिठास देखाएको हो कि भयो खानु सक्दैन भने हार मानेर छोड्दा हुन्छ सकाउनु त सकाउँछु छोड्दै यार तिमीलाई रातभरि खाएर हुन सक्छु रातभरि खानु पर्दैन काममा जान सकिन्छ नि भोलि फेरि सकिन्छ दिउँसो छ मजाले खाएर अब पासरी पसार्ने हो आजको 50 उठाउनु जानु पर्ने भोलि काममा खाएर हारेर 5-6 घन्टा घोटेर पैसा कमाउने मान्छे यही हो तर गाइस म अलिकति च्यालेन्ज गर्नु उचित थियो यु नो द्याट फ्रम द फर्स्ट बट they choose गर्यो nothing I can do next time you better think of it okay अरू पनि सोच्दै गरे अब खाना अलिकति धेरै खान सक्छु गाइस हैन म हैन अलि छिटो चाहिँ अलि प्रब्लमेटिक हुँदो रहेछ next time be well prepared is तपाईहरुले देखिसक्नु नै भयो आदत के हुन्छ भने नखाने भए फाल्दा हुन्छ हैन भ्याउँछु च्यालेन्ज त म च्यालेन्ज त हालिसक्यो अब यस्तो मिठो खाना खाने कुरो हुँदैन Alright, let him finish off and then yeah, this was the video. मेरो त खानै पुगेन जस्तो छ खानै पुगिरहेको छ जित चाहिँ धेरै हाइपर हुनु अनि 50 pound is a lot mate 50 pound is a lot तपाईँहरुलाई म देखाइहाल्छु नि 21 दिन पनि लागेन 21 मिनेट पनि लागेन सायद 21 सेकेन्डमै मैले भ्याएँ होला so yeah if you want to double your money in 21 seconds you can come to my house yeah challenge me if you can eat a lot and fast as like me Sachin छोड्दै भयो नखाउँदै रे भयो धेरै त भएको छ धेरै भयो सकेन जस्तो लाग्यो भ्याइदिउँ न त त्यो you think you can beat me I know I can beat you हैन भयो भयो पुग्यो जस्तो लाग्यो अब चाहिँ ल हार मान्यौ हार माने त्यहाँ भन नि त ल मैले हारेँ भनेर ल गाइस आज च्यालेन्ज त गरेको थिएँ मैले तर सकाउन सकिनँ खाना अलि त्यो छिटो खाएको भएर पनि पेट प्लास्टिक फुल हुँदै गयो खाली त राखेको थिएँ मैले बिहानदेखि तर खान सकिनँ नेक्स्ट टाइम कुनै एउटा च्यालेन्जमा चाहिँ अफकोर्स नेक्स्ट टाइम यहाँ आउँदैन जहाँसम्म मलाई लाग्छ नेक्स्ट टाइम गाइस कमेन्ट गर्नुस् इफ यु वान्ट टु सी मी अगेन है अनि आई फिल लाइक किनभने उसलाई थाहा भइसक्यो मलाई जित्न भनेको अनि भ्युअर्सहरु 10 दिन तिमीले खाएन भने चाहिँ आई थिंक यु क्यान बिट मी 10 दिन 2 दिन छोड्दियो केही छैन एकचोटि हारिहाल्यो
अब 50 पाउन्ड गयो भने नरौ मैले अघि नै भने रोजेन हार जित भयो यहाँ के थियो भन्दा उसको कन्फिडेन्स थियो मेरो हङ्गर थियो एन्ड आई नो द्याट कन्फिडेन्स इज नेभर गोना बिट हङ्गर सो त्यही भएर मैले जितेँ नेक्स्ट टाइम तिमी हङ्गर लिएर आऊ म कन्फिडेन्स लिएर आउँछु त्यसरी तिमीलाई म जित्न दिन्छु आई नो फर स्योर यु नट गोना विन मी इन एनीथिङ नेक्स्ट टाइम चाहिँ खान्छु नेक्स्ट टाइम चाहिँ जित मेरै हुन्छ थाहा छ मलाई राइट विल सी यसपालि अलि विल सी द्याट राइट here comes the winner and appreciation is due where it should be so congrats you played well all right thank you so much for watching the video thank you guys and again don't forget to like share and subscribe